हम दोनों भाई बहन इधर है जो बच्चा के साथ। सो आज हम उन को जो बच्चों को और परिवार को जो अर्पण करना चाहता हूँ। परमेश्वर हाम्रोमा अब अलरेडी हुनुहुन्छ र बिस्तारै मैले के भन्दै थिएँ, चाहे जेसुकै होस् हामीले विधानहरू पुरा गर्ने अपुरो हुन्छ नि एकदमै घचेसका पुरा गर्नुपर्ने भनेर मैले छ। र नानीहरू बालबालिकाहरू अनि यहाँलाई पहिलाबाट तपाईँले अनि कि यो नानीलाई दुवैजनाले मिलेरै हुनुहुन्छ अनि के भविष्य गरे यो नानीलाई परमेश्वर राज्य अर्पण गर्नेछौँ। अब थाहा छ अलि ठुलो भएपछि नानीहरू बढ्दै गएपछि आमाले बा तेरो नानी लैजा भन्छन्। आमाले तेरो नानीलाई भन्नु थाहा छ क्या, झगडा हुन्छ नि त। त्यसले गर्दा सहमतिमा हामी दुवैजनाले बढाउँछौँ है, हुर्काउँछौँ अनि परमेश्वर हामी गर्छौँ भनेर चाहिँ पहिलाबाट पढ्दै गरेर भोलि अब उहाँले यो कुरा गर्नु भने उहाँलाई पहिलाबाट म नै समाउँछु पहिला भाइलाई बुहारीलाई है, किनभने कस्तो के गरेर भनेर होइन समाउन सकिँदैन त, यो कुरा हो। तपाईँले देख्नु भएको छ मैले यो कुराहरू गरेको हाम्रो सम्बन्ध यस्तो छ नि त। भोलि गएर छोराछोरीकै बिचमा झगडा हुन्छ आमा बाउको पनि, तपाईँलाई थाहा छ। बाउहरूले अधीन गर्छ छोराछोरी धेरै कुराहरूमा होइन, अनि त्यहाँबाट अधीनतामा ल्याउन चाहन्छ। अनि कोही बेला छोरा चाहिँ जिद्दी गर्छ ल्याउन भने, अनि के भन्छ आमाले कोही कोही बेला त दिन के भनेर सुक्ली लगाइदिन्छ। अनि छोरा चाहिँ माथि हुन्छ पछाडि भाटा डुङ्गो हुन्छ। यसकारण तपाईँले आफ्नो परिवार नाना नानी छोराछोरीमाथि जतिजना आमा बाउ हुनुहुन्छ नि तपाईँ होसियारी हुनुहोला। अनि भविष्यमा गएर हुनेवाला आमा बाउ पनि होसियारी हुनुहोला। अनि मण्डलीको नानीहरू सबैको जिम्मा मण्डलीको बढाउनुको लागि। तर तपाईँलाई यो ठाउँमा त धेरै खतरा देखियो, नानीलाई के गर्नु मिल्दैन भन्छ होइन। फेरि त्यो माथि पहिला नै 911 कल गर्नु सिकाइराखेको हुन्छ। त्यसले भोलि गएर आमा बाबुलाई एउटा समस्या त होइन। हामीले हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो भूषा सिकाउने छोडिसक्यो, बिर्सिसक्यो। तर पहिला नै यु क्यान कल 911 सकिया छ। आमा बाउको अधीनमा राख्न पनि सिकाउनु पर्यो, हो कि न भन्नुहोस् त? हो। कतिजना तैँले बोलेको त के हुन्छ भन्दैछ भने हो कि मान्छेको मन त भनिहाल्छ नि। तर मैले यो परमेश्वरको विषयमा बोल्दैछु। मैले यो कुनै पनि दलतन अथवा खेलाचीमा होइन, तर सर्वशक्ति परमेश्वरको अधीनमा बसेर बोल्दैछु। हालेलुया, हालेलुया। अनि नाम मैले जुलिया मगर, जुलिया क्याप्साई मगर, छोरीको नाम निशा राणा मगर, भाइको क्याप्साकी मगर, नानी जुलिया क्याप्साकी मगर है, राणा मगर हुँदैन अब त्यो हो। र दुईजनाकै के जातिमा सहमतिमा नानी बालक जन्म। यसकारण अब नानीलाई चाहिँ के भन्छ, हामी परमेश्वरले दिनुभएको बालकहरू चाहिँ हामी एउटा आमा बाउ त एउटा टिचर अर्थात् बढाउने हुर्काउने मात्रै हो, उनीहरूलाई सही बाटोमा लगाउने सही मार्गमा लाने मात्रै हो। तर नानीहरू सबैजना चाहिँ परमेश्वरको। हालेलुया। अनि किन परमेश्वर इच्छा बिना हुँदैन नि त। यसकारण तपाईँले कतिजनाको छोरा छोरी छ, कसै छोरै मात्रै छ, कसैको छोरी छोरी छ, कसैको छँदै छैन, होइन र? यो परमेश्वर इच्छा हो नि। यदि हाम्रो इच्छाले त केही हुँदैन, के हुँदैन। सबै कुरा परमेश्वरको इच्छाले मात्रै हुन्छ होइन। किनभने पहिल्यै सुरुमै प्लानमै तिमीलाई यतिजना छोराछोरी, तिमीलाई छोरी यतिजना, तिमीलाई छोरा तिमीलाई छोराछोरी भनेर जब योजना त्यसमा त्यस अनुसार मात्रै खटेका हुन्छ। हालेलुया, हो कि न भन्नुहोस् त? हो नि होइन। कसैले ट्वा भनेर हेर्छ, हो पनि भनेर हामी पनि
के भन्दा के भएन तपाईँले छोराछोरी त खुसी हुनुहुन्छ नि खुसी छौँ। मैले अघि के भने नि तपाईँले आफ्नो छोराछोरीलाई बाटोमा ल्याउन सक्नु भएन हुर्काउन सक्नु भएन भने तपाईँको छोराछोरी बाटोमा आउँदैन भोलि दुःख पाउनुहुन्छ नि त त्यसैले गर्दा सुरुमै तपाईँको नानीहरूलाई छोराछोरीले चाहिँ सही बाटोमा ल्याउनुहोस् क्या अनि मात्रै उनीहरूले टेर्छन् नत्र भने ठुलो भएपछि सानोमा त डर लाउने सानोमा नगरे यसो नगरे त नभन्नु पऱ्यो छोड तर ठुलो भएपछि तपाईँलाई बटार्नु सक्छ नि त नानीहरू 10-11 वर्ष 9-10 वर्ष भइन्जेलसम्म मात्रै हो तपाईँले केही अध्ययन गर्नु सक्ने ठ्याक्कै 13-14 वर्ष 13देखि उमेर लागेपछि तपाईँले केही पनि गर्न सक्नुहुन्न तपाईँलाई बटाएर फ्याँकिन्छ नि लातालाई हान्छ भुसीले जे पनि गर्छ छोराछोरी तर त्यो हुनुभन्दा पहिला नै तपाईँले आफ्नो छोराछोरीलाई चाहिँ ठ्याक्कै अध्ययनमा राख्नुहोस् यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन यसो गर्नु भन्नुहोस् तपाईँले होइन अनि मात्रै हुँदैन कुट्नु भएन सानो तपाईँलाई फेरि धेरै कुट्यो भने त नानी विद्रोह पनि हुनसक्छ होइन अनिले त बिस्तारै फोकेर कसरी हुन्छ किनभने नानीहरूको ठुलोको त स्कुल हुन्छ तर नानीहरूको स्कुल चाहिँ घर हो घरको आमा बाबु बाजे बोजू काका काकी फुपू जो छ तिनीहरू नै घरको टिचरहरू हालेलुया कतिजनाले त बाजे बोजूकै काम गर्दैन नानी मैले हिजो एउटा देखेर न हाम्रोमा भर्खर 10 महिनाको नानी हो अचम्म लाग्यो क्या हाम्रो त्यो यसो हिँड्न मात्र रहेछ त्यो बोजूकै साथमा सधैँ हुर्केको होला नि अब घर जानुपर्छ मात्रै भन्दैन भने जुरुकै उठ्यो बोजू काठमा त्यो त 10 महिनाको नानी मात्रै हाम्रो त 12 वर्ष पुगेको नानीहरू आउँदैन काठतिर उतै भाग्छ अर्कैतिर जान्छ के भयो है हो क्या नि छक्कै पऱ्यो क्या हालेलुया त्यसैले के भन्छ भन्दा चाहिँ अब यो जन्मेको बारेमा पुरानो कुरा हेऱ्यो भने त अशुद्धै अशुद्ध लेखा छ तपाईँहरूलाई धेरै थाहा छैन होइन हामी विभिन्न सम्प्रदायबाट आएको हुँदाखेरि तपाईँले के गर्नुभयो जन्मिँदा मर्दा सबै कुरा हामीलाई थाहा छ तर अब हामी ख्रिस्ट येशूमा परमेश्वर आएपछि त हामीले ती कुराहरू छोडिसकेका मात्रै नभए छोडेका होइन तर त्यसलाई चाहिँ हामीले जस्ट के जाति मात्रै गरेको पालन मात्रै नगरेको भनौँ होइन तर हाम्रो अझ पनि प्रथाहरू छ त्यसकारण एउटा कुरा लेवीको 12 अध्यायमा के लेख्छ भन्दा चाहिँ त्यहाँ लेखेको छ जन्मिने बारेमा अशुद्ध शुद्ध हुने कुराहरू त्यहाँ के भन्छ यदि छोरा जन्म्यो भने चाहिँ 1 महिना अशुद्ध रहन्थ्यो तर छोरी जन्म्यो भने 33 दिन अब त्यो समयमा एउटा जस्तै उदाहरणको लागि अमेरिकामा त कम्पनीमा काम गर्न जानुपर्छ अनि 33 दिनसम्म अशुद्ध भएर घरमै रहिरहँदा कसले खाना दिने र होइन हो कि होइन विचार गर्नुहोस् होइन कसले पैसा दिने त अझै 33 दिन बस्नु पर्दाखेरि त कसले क्या त्यो भयो कुराहरू बिस्तारै पहिलाको बुद्धिजीवी मानिसहरूले बिस्तारै छोड्दै त्यसलाई त्याग्दै आफ्नो आफ्नो न्याय बनाएर हुनसक्छ र हामीले हेऱ्यो भने चाहिँ तपाईँहरू कतिजनाले 11 दिनमा नानीको नामकरण न्वारन गर्ने गर्छन् कतैले कसैले 5 दिनमा कसैले 3 दिनमा कसैले 6 दिन कस्तो छ हाम्रो प्रथाहरू तपाईँहरू पुरानो मानिस यहाँ भन्छ तपाईँको पहिला नानी जन्मिँदा कति दिनमा गर्नु थाहा तपाईँलाई थाहा छ कति दिनमा थाहा छैन पूर्ण भयो तपाईँलाई थाहा छैन हामीले 3 दिनमा गर्छौँ बाहुन सम्प्रदायमा 11 दिनमा गर्छौँ अरूले तामाङहरूको 6 दिन 7 दिनमा गरेका हुन्छ होइन 8 दिनमा छ कसले 9 दिनमा धेरै कुराहरू छ तर हामी 3 दिनमा गर्छौँ यो कुराहरू बिस्तारै ल्याएको र तर अब हामी के गर्छौँ भन्दा चाहिँ
अब हामी इसाई ख्रिस्टमा विश्वास गर्नेले के गर्छौँ भने चाहिँ अब हाम्रो नाम यो चाहिँ नामकरण उहाँले किनभने यदि अब पहिलाबाट चाहिँ जसले यो के जाति विधि गर्छ त्यसैले नाम गर्ने गर्छ तर अहिले अमेरिका आएपछि जन्मने भन्दा पहिला नाम दिनुपर्ने भने उनीहरूले आफ्नो आफ्नो इच्छाअनुसारको नाम राखेको हुन्छ त्यसकारण कतिजनाको धेरै छ नामहरू न उहाँहरूको विश्वास चाहिँ उहाँहरूले हिजो ठगीमा राख्नु सक्थ्यो होइन हो कि होइन पूर्णिमा राख्नु घुन्टीमा के हो तर उहाँहरूले जुलिया बडो राम्रो नाम राखेको छ जुलिया एउटा सायद जुलिया यो कुनै पनि व्यक्ति इतिहास व्यक्ति पनि हुनसक्छ राम्रो कुरा हो किन हाम्रो समयदेखि हाम्रो भन्दाखेरि यता भन्छ नाम राखेन मेरो नाम तपाईँलाई सुने छक्कै पर्नुहुन्छ सुन्ने मेरो नाम सुन्ने हुने यसै हात उठाइदियो सबैले मेरो नाम कतिजना थाहा छ मेरो नाम मार्टिन हो मार्टिन टिम म एक दिन ट्रेनमा गएको मार्च थुप्रै ठटाएर मलाई झन्डै कुटेर रुवायो मलाई मार्टिन हो त मार्छ तिमी टिन हो कुटेको कुटै भइहाल्छ नामले पनि वाक्कै बनाउँछ क्या हो कि होइन पहिलाको समय खिच्याएर त्यो गुली भन्छ त्यसो गर्दा है तपाईँ त मार्टिन चाहिँ लाग्दो मार्टिन डम के गर्ने के गर्छ बौडा के भन्नु होइन रहेछ भन्दा सक्छ नै मान्छे रहेछ त के भन्नु अनि मेरो नाम चाहिँ मटन सिंह भनेको बाख्राको सिंह भनेको नाम त अचम्म हो नि त होइन मटन पनि सिंह पनि क्या हो त्यस्तो है अचम्म एकदिनमा गएको इन्डियातिर तेरो नाम के है मटन सिंह आप मटन चिकन सिंह कहाँ है कति हाँस्नु म त चिकन सिंह कहाँ है मेरो नाम मटन सिंह छक्कै पर्छ है कस्तो मटन पनि सिंह मटन सिंह भनेर अनि बाउको नाउँ पनि सुने गाउँ चाहिँ कान्छा हेर्नु नि गाउँ तिमी अमुक गाउँसेको छोरा सबैले चिन्छ क्या गाउँसेको छोरा सबैले चिन्छ तर अहिले त अब हामीले विभिन्न राखेको छौँ राम्रो नाम हो होइन सिमसोन साइमन यस्ता कुराहरू पहिलाको नाम हो त्यसकारण के भन्छ भन्दा चाहिँ लुका 2 अध्यायलाई पढ्छ हामी त्यसो हामी सरस्वत जान्छौँ र परमेश्वरलाई धन्यवाद होस् मैले जुन चाहिँ एउटा ख्याल ठट्टा गरेको होइन तर परमेश्वरको दृश्यमा हुँदै गरेका कुराहरू भोग्दै गरेको कुराहरू सत्य कुराहरू प्रमाणको कुराहरू मात्रै मैले भनिएको छ त्यहाँ कुनै पनि ठट्टा गरेर होइन यो कुनै पनि नराम्रो कुराहरू हँसाएर छट्याउने कुरा होइन तर मेरो जीवनमा मैले भोग्दै गरेका मेरो सम्बन्धित कुरा मात्रै यहाँलाई भने अहिले यसमा तपाईँले अन्यथा सोचिदिनु होला है किन यो अन्य होइन यो जुन चाहिँ भएको कुरा मात्रै भनेको मैले अन्य कुरा पनि थप त्यहाँ पनि हुँदैन होइन किनभने चाहिँ र 2 अध्यायमा हेऱ्यो भने चाहिँ जब येशू प्रभु जन्मिनु भयो अनि उहाँलाई चाहिँ मन्दिरमा लगेको छ हालेलुया अनि हरेक विश्वासीले जब जन्मे पछाडि न्वारन अथवा कुनै शुद्धिकरणको कुरा नहोला तर नाम पहिलाबाट राखेर चाहिँ सबैको माझमा न्याय राखेर चाहिँ आज यो नानी फर्नाको जन्ममा जीवन जमेको भने एउटा प्रमाणको लागि जसरी यीशुलाई पनि मन्दिर लगे हामी पाउँछौँ र यो वचन पढे पछाडि म नानीको लागि प्रार्थना गर्छु ल त्यसमा अर्को वचन यहाँनिर के 8औं दिनमा बालकको खतना हुँदा उहाँको नाम यीशु राख्यो अनि जुन नाउँ उहाँ गर्भमा आउनुहुँदो स्वर्गदूतले दिएका थिए मूसाको व्यवस्था अनुसार होइन तिनीहरूको शुद्ध हुने समय पुरा भए पछाडि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरुशलेममा समर्पण भनेको परमेश्वरले दिनुभयो परमेश्वरले जिम्मा दिने हो अनि परमेश्वरको राज्यमा काम गर्ने समर्पण भनेको त्यसरी हो दियो अनि त्यहाँ चाहिँ जस्तो परमप्रभुको व्यवस्था लेखेको छ नि उनीहरूले चाहिँ अब जन्मे पछाडि अशुद्ध हुँदा विभिन्न कुरो ल्याएको छैन परिवारहरू ढुकुरको बच्चा लगेर पनि त्यहाँनिर लगेको पाउँछौँ तर
ती सबै कुरा बलिदानको कुरा चाहिँ प्रभुले हाम्रो निम्ति पुरै गरेका कारण आज हामीसँग त्यस्तो कुनै पनि छैन बलिदानहरू। हालेलुया। किन यहाँ चाहिँ व्यवस्था यसो ख्रिस्ट आउनुभन्दा पहिलासम्म चाहिँ मानिसहरूले सबै बलिदानको कुरा गर्दै थियो नि त, त्यसले गर्दा त्यो भनेको। तर ख्रिस्ट यसो आए पछाडि अब बलिदान चाहिँ गर्नु पर्दैन, तर समर्पण अर्पण प्रार्थना चाहिँ गर्नुपर्छ। हालेलुया। हालेलुया। थकित त हुनुभएको छैन नि? निन्द्रा आउँदैछ? पक्कै छैन निन्द्रा, होइन? अब मैले यो नानीलाई पहिले सोधेँ, यो नानीको नाम के अरे? जुलिया। जुलिया। म तपाईँलाई चाहिँ यहाँ धेरै छ, जेस्मिन, जोसिया, जोयस, रेबिका, क्रिस्टिना, इथन, क्रिसा, धेरै छ नानीहरू, होइन? अनि त्यही कारणले नाम पनि जुलिया। ठुलो नानीको नाम चाहिँ जेनिसा, होइन? जेनिसा। जेसँग यहाँ देख्दै थिएँ छैन कता बाहिर गएर, आमा बाबाको छैन। यो नानीको नाम चाहिँ जुलिया, उहाँले राखिसक्नु भएको छ। जन्म अस्ति मैले भने जुलाई महिनाको 17 तारिक ठ्याक्कै शुक्रको दिन त बिहान 6:30 बजी, होइन? त्यही जन्म भएको थियो। अनि आजको दिन चाहिँ उहाँहरूले यो मण्डली घरमा छ। अनि एउटा कुरा के छ भने चाहिँ, यदि म यो मण्डलीको अथवा विश्वासी अथवा यो कुनै पनि कार्य गर्ने जो पास्टर थिएन भने मैले यो कामहरू गर्नु मैले कुनै संसारमा चाहिँ मिल्दैन, किनभने हामी चाहिँ एउटै नातो गोत्रभित्र बस्छौँ, होइन? हामी के गर्छौँ भने चाहिँ यस्तो विधि विधानहरू सम्बन्धमा त बाहिरकोले मात्रै पाउँछ। तर म आज प्रभुको दास पास्टर भएको हैसियतले गर्दा मात्रै यो नानीको अर्पण गर्नलाई आएका छौँ। हालेलुया। भोलि सोध्ला नि त कसैले, भोलि उसले उसकै गर्दा कसरी गर्यो होला नि त, त्यो तपाईँहरूले त्यो पनि जवाब दिनुहोस्। होइन, हामी प्रभु भए पछाडि हामीले कुरा सकेका छौँ, हामीले अधिकार पाएका छौँ, प्रभुबाट पाएका छौँ सबै कुराहरू। र नानी मलाई दिनुहोस् ल। मैले अघि प्रश्न नै सोधिसकेको छु, तर यसो गर्दा चाहिँ समान बेला भएछ है। यो यसो गरेर समान बेला भयो। ल आउनुहोस्, हामी सबैजना आँखामा नै प्रार्थना नानीको लागि, ल एउटा प्रार्थना गरौँ। प्यारो परमेश्वर पिता, तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु तपाईँ साँच्चै नै जिउँदो हुनुहुन्छ। प्रभु तपाईँको कृपा र तपाईँको अनुग्रहको निम्ति धन्यवाद। आज हामी यहाँनिर सबैसँग यो हाम्रो भाइहरूको साथै बहिनी निशाको जीवनमा जो नानी तपाईँलाई दिनुभयो, यो नानीलाई विशेष गरेर जुन एउटा नाम दिएको छ जेनिसा भनेर, यो नामले भविष्यको नानीलाई बढाउनेछ। प्रभु तपाईँलाई तपाईँ नानीको जीवन तपाईँको हाम्रो नानीलाई तपाईँबाट हामी सुनेछौँ। आजको दिन हामीले यो सम्पूर्ण मण्डली अनि परिवार साथी नानीको जीवनमा गर्नुभएको उपकारको लागि साथै नानीलाई हामीले नाम दिइसकेका छौँ। नानीलाई भविष्यमा सबैजनालाई जेनिसा बनाउनु छ। नानीले पनि मेरो नाम जेनिसा हो भनिकन जानेछ। बहुत धन्यवाद जुलिया, तपाईँको धन्यवाद तपाईँलाई। अनि विशेष गरेर यो नानीको सम्पूर्ण जीवन तपाईँको हातमा, नानीले तपाईँले पढ्नमा अनि हुर्कनमा अनि शिक्षा दिशामा हरेक कुरामा को तपाईँले सँगै सहायता गर्नु। यो नानी अनि संसारमा र शरीरमा हुनसक्छ दुःख कष्ट रोगहरू सबै कुरामा तपाईँले बचाउनुहोस्। अनि नानीको अभिभावकको साथमा तपाईँ, नानी बालक छ, नानी के पनि जाँदा भोकाएको तिर्खाएको सबै कुरा जान्नको लागि नानीको आमा बाबुको साथमा तपाईँ, ताकि नानीलाई सम्पूर्ण रूपमा बढाउन सकौँ, हुर्काउन सकोस् र ताकि भविष्य गएर तपाईँको राज्यमा अर्पण गर्न सक्छौँ। महिमा तपाईँलाई दिनुहोस्। विषय प्राज आज हामी यहाँनिर छौँ, तपाईँलाई धन्यवाद। नानीको सम्पूर्ण जीवन तपाईँ हिँड्छ, नानीलाई तपाईँको ताकि यो नानी जब बढ्नेछन्, बढेर परिवारमा अनि समाजमा राष्ट्रमा हरेक कुरामा अब एउटा उदाहरणको जीवन जिउन सकोस्। यो नानीको जीवनबाट नै आफन्तहरूले सबैजना नाताको तपाईँलाई चिन्न सकोस्। बहुत धन्यवाद महिमा त। आज हामी विशेष यो मण्डलीहरू पनि साक्षी छ नानीको निम्ति। बहुत धन्यवाद महिमा तपाईँलाई। यो नाम तपाईँको हातमा समर्पण छ। अनि परिवारमा बाजे बोजू छ, आमा बाउ छ, बडा छ, बडी सबैजना तपाईँको हातमा सुन्नुहोस्। हो तपाईँले साँझ सहायता गर्छ। महिमा तपाईँलाई। बाँकी समय साथै भाइ हर्कस निशा अनि साथै यो जुलियालाई तपाईँको हातमा जिम्मा दिँदै आशिष माग्छौँ ख्रिस्ट येशूको नाममा। आमेन। हुन्छ, मैले नानीलाई अर्पण गरिसकेका छौँ। अब फेरि पनि केही वचन पढ्दैछौँ नानीको लागि भनेर हामीले वचन पढ्नुपर्छ। मैले एफिसीको पुस्तक 6 अध्यायलाई जहिले पनि पढ्ने गर्दछौँ। यहाँहरू 6कै पढ। यो मान्छेले जहिले पनि 6 अध्याय मात्रै, तपाईँले 6 पदलाई पढ्यो भने
बालकहरूलाई ऊ हुनुपर्ने बाटोमा मार्गमा लगाउ तालिम थियो अनि उसले चाहिँ वृद्ध अवस्थामा पनि त्यो सबै कुरा छोड्ने छैन भुल्ने छैन तपाईँले सानैदेखि जुन कुरा सिकाउँछ ऊ ठुलो भएपछि तर तपाईँले ठुलो भएपछि सिकाउन सक्दैन हालेलुया मैले अघि नै भने तपाईँले ठुलो भएपछि सिकाउन सक्नुहुन्न ऊ बटारिन्छ तपाईँले रुख पनि जस्तो प्रकारको सानै बनायो सक्छ तर ठुलो भएपछि भाँचिन्छ हाम्रो नानीहरू पनि सानैबाट ठिक माटोमा लगायो भने ठुलो भएपछि लाउनु सक्दैन बाटोमा अनि तपाईँलाई बाटो लाउनुमा तपाईँलाई कुद्नु सक्छ नि त त्यसले गर्दा पहिल्यैबाट होइन ठिक बाटोमा लाउनु ठिक बाटो लाउनु अनि मैले एफिसीको पुस्तक चाहिँ किन पढेँ त भन्दा चाहिँ यहाँ चाहिँ छोराछोरी अनि मातापिता सम्बन्धमा चाहिँ अर्थी भनेर चाहिँ तपाईँले माथि पढ्यो भने चाहिँ किनभने चाहिँ अब अहिले चाहिँ यो नानीहरू चाहिँ मसिनो छ होइन यो नानीले के पनि जान्दैन तर यो नानीको बारेमा जाने चाहिँ को हुन्छ भन्छ भाइहरूको अनि बुहारी निशा हो दुईजना अनि उसको घरमा चाहिँ आमा बाउ छ बाजे बजू हो अनि उसको दिदी नानीको सबै कुरा जान्ने सिकाउने कुराहरू अनि मात्र यो नानी बढेर हुर्के पछाडि चाहिँ उनीहरू पनि आदर गर्छ हालेलुया यसैले गर्दा यो जहिले पनि पढ्ने गर्छ छोराछोरी प्रभुमा आफ्नो आमा बाउको आज्ञाहरू पालन गर किनकि उचित हो अब तपाईँले सानोदेखि नै तपाईँको छोराछोरीलाई आज्ञा पालन गर्नुपर्छ भन्ने सिकाउनु भन्ने भोलि गर्दैन नि त तपाईँले भने मान्नुपर्छ भन्नु परेन होइन हो कि होइन भन्नुहोस् त सबैजना टोला परेछ मात्रै बोल्दैन यसो हो भन्दा त हुन्थ्यो नि त हो अनि आफ्नो आमा र बाउको आज्ञा मान गर यो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो हामीले पहिला सुन्थ्यौँ आमा बाउको आज्ञा पालन गर्नुपर्छ यदि तिमी स्वास्थ्य अनि एकदमै राम्रो अनि धनी मान इज्जत आदर सम्मानको व्यक्ति हुन्छ भनेदेखि तिमीले पहिलो तिम्रो आमा बाउ र सबैलाई पालन गर है भन्ने कुरा त पहिला हाम्रो समयमा हाम्रो अलिकति हामीभन्दा उमेरदारी मानिसले हामीलाई त्यसरी भनेको मात्र अर्थी दिएका कुरा पाउँथ्यो अनि हामीले के भनेको होला जस्तो लाग्दैन होइन ठिक कुरा गरेछ हामीले हाम्रो के भन्छ भने चाहिँ आमा बाउलाई माया गर्नुपर्छ यदि तपाईँ स्वस्थ रहन चाहनुहुन्छ कतिजना आमा बाउलाई छैन जग्गा नो प्लेसलाई रिस नउठाउ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काऊ अघि मैले भने बाउ आमाले भने छोराछोरीलाई तर छोराछोरीलाई के भन्छ भने तर हुर्काउने भनेको चाहिँ तर उनीहरूलाई पनि एउटा अध्ययनको साथमा मात्रै होइन ओभर गर्नु चाहिँ दिनु भएन भन्छ बाइबलले तर हामी कति जो चाहिँ छोरा ओभर गर्नु दिन्छौँ अनि भोलि गएर यहाँ ठ्याक्कै देख्छ अनि आफू सकेन भने सकिहाल्छ तर त्यो हुनुभन्दा पहिला चाहिँ हामी के हुन्छ चेत हुनु पर्यो नि त हो कि होइन किन अब मैले यो कुरा सकेँ र अर्को कुरा चाहिँ अब छोराछोरी जन्मे पछाडि चाहिँ अब कसरी चोख्यो त मैले सुन्दैछु उहाँहरू आइरहनु भएको छ अनि तिमीहरूको के गर्यो होला न्वारण गरे कि गरेन त चोख्यो कि चोखेन भन्ने कुरा पनि सोध्नु सक्छ हाम्रो समाजले भोलि गरे कसै ठाउँमा अनि किनभने यो प्रथा पनि छ कसै भन्थ्यो भने कुनै पनि नपुग्ने कुरा नखाने कुरा छ नि त त्यसले गर्दा तर बाइबलको वचनले तपाईँलाई मलाई के भन्छ मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेको छ आमेन हामी विश्वास गर्ने व्यक्तिहरू मानिसहरू प्रभुको वचनले परमेश्वरको वचनले पहिलाबाट शुद्ध भएको छ तर यदि विश्वास थिएन भनेदेखि यदि विश्वासमा उहाँहरू थिएन भने उहाँहरूको आज अर्कै कुरा हुँदैन त्यहाँ धेरै मान्छे भेलाउँदा केही अर्कै उहाँहरूको अर्कै मान्छे आएर गर्नु तर विश्वास भएको कारणले उहाँहरू आउनुभयो यस कारण उहाँहरू पहिलाबाटै चोखो भएको छ अब हामीलाई त्यसै कारणले उहाँहरूकोमा त्यो अब कुनै पनि चोखिनुका पदार्थ पर्दैन कुनै पनि चिज परेन तर पहिलाबाटै उहाँहरू चाहिँ शुद्ध भइसकेको छ हालेलुया मैले एउटा कथा भन्ने कुरा गरेको थिएँ मैले यो कथा यो सत्य घटना भएको कथा यो कथा घटना भएर लेखेको